तेरो टाउको पहिला मेरो कुरा सुन कुकुर पनि भुक्कडै हो यो त कुकुरले घाँस किन खाँदैन भन्ने केटा हो घाँस महँगो छ त्यही भएर खाँदैन पैसा त अब यो सुड्डीले कसरी पैसा दिने पैसा दिन्छौ कि भाटा आडमा पहिले त यो त छ त यो त उता भाग्यो त ओइ तँले पैसा नदिएर भागिसक्यो के हो तिम्रो ए सरोज यस्तो माहौलमा फसिन्छ जस्तो छान पनि भागौँ खाएपछि पैसा तिर्नु पर्दैन सबै भाग्ने हो एउटा त भाग्यो तेरो साथीहरू त भाग्यो पैसा तिर्छ तिर्दैन आज मसित 1 रुपैयाँ पनि छैन सामी यसो भनेर तँले सुकाउनु आउँछस् मुर्गाहरू हिजो त आउलाउ नि यही बाटो पुर बसिरहेको छु म झ्याम झ्याम यही डन्ठाले हान्दैछ नि बाउको छोरी के भयो तेरो टाउको तिमीहरू पैसा नतिरेर भाग्यो मलाई त सुडे लास्ट हाने यार तिमीहरू दुईजना त सँगै आएको थियो त खै त सरोज त्यो त घरतिर भाग्दैन नि यार त चाहिँ किन घर नगएको त म त लफडा परिरहेको छ लफडा हेरिरहेको खै म पनि हेर्छु त्यो दिपेनीले पनि हेर्छ होला कल गर्दा भन्छ केटा ओइ दिपेन यहाँ लफडा परिरहेको छ यहाँ छिटो आइज त के रे कहाँनिर यहीँ के यहीँ हनुमन्ते पुलमा ल ल ल म आएँ ल ए बाबु काहीँ नि त्यहाँ केटाहरूको लफडा परेछ कि बाउ त्यही भएर जानु लाग्यो कि म पर्दैन जाने पर्दा पर्दा त केटाहरू चाहिन्छ जानै पर्छ म त गएँ हान्यो हान्यो केटा हो हान्यो हान्यो खोइ केटाहरू कहाँ परिरहेको छ लफडा उता हेर्न केटा मलाई यही लफडा दिन लाग्यो तिमीहरूले तँलाई चाहिँ के भयो फेरि तैँले गर्दा त हो मान्छे के गरे पैसा नकिन भागेपछि तपाईँ त खेल्न त आएको छु तैँले मसँग त यो खोजेको हो त नगर केटा हो नगर साला यो सुड्डीले हानेको ठाउँमा हाने आफ्नो घर जा तपाईँ आफ्नो घर तँलाई मैले झगडा नखेल भनेको होइन अनि साथीले बोलाएको थिएन जानु तँलाई आफ्नो च्यान भन्दा साथी तँलाई नालायक फेरि कहाँ जानु लाग्यो म घर छोडेर जानु लाग्यो म बाउ त किन फर्किरहेको गइहाल फेरि लास्ट भोक लागिरहेको छ र एकताल भात